हेलो गाइस, आज चाहिँ नि मैले बनाएको अचारहरू देखाउन लान्छु ल। खानु नभए पनि मैले एकदमै बेसी अचार बनाएर आएको थिएँ नि त। यहाँनिर छ हो अचारहरू चाहिँ। पहिला चाहिँ सबसे ठुलोदेखि स्टार्ट गरौँ न। यो चाहिँ हो लप्सीको अचार, सकिनु आँटेको छ हो। एक बट्टा बनाएको थिएँ हैन। यो चाहिँ हो सिन्की, डल्ले खोर्सानी र गुन्द्रुकको अचार। यो हो डल्ले खोर्सानीको। यो चाहिँ सिन्कीको अचार हो, यो चाहिँ मम्मीले बनाइदिनु भएको। यो चाहिँ मुलाको अचार हो। यो चाहिँ कम्ती पिरोवाला हो नि त यो चाहिँ। अनि यो पनि मुलाकै अचार हो। यो पनि मुलाकै अचार हो। यो चाहिँ एकदमै ज्यादा स्पाइसी। अनि यो चाहिँ हो डल्ले खोर्सानीको अचार। यो पनि सिन्कीको अचार मम्मीले ल्याइदिनु भएको। अनि यो चाहिँ हो फर्मेन्टेड रेडिस। यो चाहिँ विदाउट भिनेगर, यो चाहिँ विथ भिनेगरवाला। एकदमै यो पनि दामी भएको छ अरे। अचार पनि सबसे एकदम बेस्ट भएको छ अरे हो सबै। तर मैले चाहिँ कुनै खाएको छुइनँ नि त हैन। यो चाहिँ एकदम मैले बनाएको अचारहरू हो। यति नै हो।